माया मारी गए पनि मलाई छाडी गए पनि। हेलो गाइस, आज म भिडियो कसरी बनाउने भनेर तपाईहरुलाई देखाउन लाग्छु छु। भिडियो स्किप नगरिदिन हेरिदिनु होला। मैले एउटा बहिनीको हैन टिकटकबाट एउटा कमेन्टबाट यो फोटो स्क्रिनशट गरेर लिएर मैले क्रप गरेर बनाएर देखाउन लाग्छु। तपाईहरु पनि हेर्नु होला कसरी बनाइन्छ। अनि यो जेमिनी एप भन्ने एउटा प्ले स्टोरबाट पाउँछ हैन, अथवा मोबाइलमै हुन्छ धेरै जस्तो आज भोलिको त्यो जेमिनी एप। त्यो एपबाट चाहिँ हामीले फोटो बनाउन मिल्छ है। धेरै जस्तो ट्रेन्डिङ एआई ट्रेन्डिङ फोटोहरू पनि यहीँबाट बनाइन्छ धेरै जस्तोले। यो एप चाहिँ एकदम सदुपयोग छ। हजुरहरूले यो एप पनि ट्राई गर्न सक्नुहुन्छ। जेमिनीबाट हामीले फोटो बनाउन मिल्छ। यसले म स्याड पोज बनाउन खोजिरहेको छु। मैले जस्तै गरेर बनाउनु हजुरहरूको सबैको बन्छ है। बन्न चाहिँ कोही कोहीले भन्छन् बन्दैन। यो जेमिनीको पनि एउटा प्रो हुन्छ। यो प्रो भर्जन तपाईँले लिनुभयो भने यसबाट नै भिडियो बन्छ। तपाईँको फोटो हालेर नै भिडियो बन्छ। अनि यो पनि म फोटो हालेरै बनाउन लाग्छु। स्याड पोज बनाएको यस्तो चाहिँ बन्न चाहिँ हैन। तर मलाई चाहिँ अलि क्लियर पनि लागिरहेको छैन फोटो। अलिकति स्क्रिनशट भएर भएको अघि अलिकति भइरहेको छ। रियल फोटो पनि क्लियर छैन रहेछ, किनभने मैले स्क्रिनशट लिएको हो नि, त्यसैले राम्रो देखेको छैन रहेछ। ठिक छ। यो जेमिनी एपबाट चाहिँ फोटोलाई पनि एकदम राम्रो क्लियर बनाउन मिल्छ है। जेमिनी एप तपाईँहरूले युज गर्नुभएको छैन भने यसबाट फोटोलाई एकदम क्लिन बनाउन मिल्छ। अनि त्यसपछि मैले फोटो बनाएँ हैन, बनाएर फेरि स्याड पोज बनाएर हेर्छु है त एकछिन। अहिले चाहिँ कस्तरी बन्छ। मेक स्याड पोज भनेर लेखौँ। भिडियो स्किप गर्नु हो भने तपाईँहरूले फेरि भिडियो बन्दैन भन्छ है। फेरि मैले तपाईँहरूको अगाडि नै बनाएर देखाइरहेको छु। सबै तपाईँहरूको अगाडि नै बनाएर देखाउँछु कस्तो फोटो छ, कसरी बनाउँछु। अब हेर्दै जानु होला। स्याड पोज बनाएको अलिकति ऊ भएर चाहिँ किन फोटो हेर्नु पहिला कस्तो थियो। मैले फोटो क्लियर गरेर कति राम्रो भएको छ। अहिले जति जुम भने पनि फोटोको पिक्सेल चाहिँ कटिँदैन। हेर्नु त अब कति राम्रो भएको छ स्क्रिनसटवाला फोटो पनि। यो चाहिँ जेमिनी एपबाट बन्छ। तपाईँहरू फोटो क्लियर बनाउने भयो त्यसबाट नै बन्छ है। मैले धेरैको भिडियो बनाएर पनि दिएको छु हैन, किनभने टाइम पाउँदैन। मैले सबैको बनाएर दिइरहेको हुन्छ। यो चाहिँ मेरो स्यामसङको मोबाइल हो र मेरो ग्यालेरीबाट एडिट हुन्छ हैन। एडिट हुँदा चाहिँ यो फोटोहरू चाहिँ अब्जेक्टहरू चाहिँ हटाउन मिल्छ। तपाईहरु चाहिँ कस्तो मोबाइल छ अनि तपाईहरुको चाहिँ सपोर्ट हुन्छ कि हुँदैन थाहा छैन। यसबाट चाहिँ म यसलाई हटाएर अघिको फोटो चाहिँ म यहाँ राख्न कोसिस गर्नेछु। हेर्नु होला। मेरो फोनबाट चाहिँ डाइरेक्टली हुन्छ, नत्र भने यस्तो एपहरू पनि आइरहन्छ कि यस्तो रिमुभ गर्ने अब्जेक्ट एर्सर भन्ने एपहरू पनि आइरहेको हुन्छ। तिनीहरूबाट पनि तपाईले रिमुभ गर्न सकिन्छ हैन। अनि मैले त्यसले चाहिँ रिमुभ गरेर अब म यहाँबाट चाहिँ उठाउँछु के यो फोटोले उठाउँछु हैन। मेरो चाहिँ प्रेस गरिरहेपछि यो चाहिँ कपीको अप्सन देखाउँछ। अनि कपी गरेर चाहिँ म त्यो अघिको फोटोमा गएर जोडाउँछु कि म यसमा लगेर राखेँ, पेस्ट गर्छु म हैन। यसलाई पेस्ट गरेपछि यो आउँछ। अनि कस्तो पोजमा राख्ने हो तपाईले मिलाएर राख्नु हल्का। अनि त्यसपछि हेर्नु है त अलिकति मिलाएर राखेको जस्तो गरौँ। कतातिर राख्दा हुन्छ हैन। अलिकति मिलेको जस्तो हुनु पर्यो फोटो पनि। त्यसैले यो अलि मिलेको छैन नि। केटा उतापट्टि छ, केटी यता हेरिरहेछ मतलब है। कस्तो भएछ त्यही पनि सेभ गरौँ। हामी फेरि यसलाई जेमिनीमा गएर यसलाई मिलाउने छौँ, स्याड पोजमा मिलाउने छौँ। सायद हुन्छ होला। फेरि हामी फेरि जेमिनी खोल्छौँ। जेमिनी खोलेर अहिले एडिट गरेको फोटोलाई ल्याउँछौँ हामी यहाँ। यसलाई रियलिस्टिक पिक्चर बनाउने कोसिस गरिरहेको छु। कस्तो देखिन्छ रियलिस्टिक बनाउँदाखेरि चाहिँ। एकैछिन पर्खिनु पर्ने होला। यहाँ पर्खिनु पर्ने हुन्छ। यहाँ म
मलाई आफै बन्छ अटोमेटिकली, केही पनि चेन्जेस देखेन, जस्तोको त्यस्तै देख्यो हामीले। यसले स्याड पोस्टमा बनाउँछ। अब स्याड पोस्टमा चाहिँ कस्तो हुँदो रहेछ, फोटोहरू धेरै जस्तो एडिट गर्ने भनेको यहाँबाट नै हुन्छ, आफू अटोमेटिक बनाएर दिन्छ आफूले गर्न आएन भने। यसमा चाहिँ अलि राम्रै आएछ, च्याट पोस्टमै दिएछ होइन। ल हाम्रो इमेज चाहिँ बनेर तयार भयो कि अब फाइनली हाम्रो इमेज चाहिँ बनाएर रेडी भयो हाम्रो फोटो चाहिँ। अब यसको आधारमा चाहिँ हामीले भिडियो बनाउने हो क्या। यसलाई डाउनलोड गरौँ पहिला है। डाउनलोड गरिसकेपछि अब हामीले के गर्ने भन्दाखेरि प्ले स्टोरमा जाने, एउटा एप अझै डाउनलोड गर्नु पऱ्यो हामीले। च्याट जिपिटी भन्ने एप हुन्छ होइन, त्यो एपलाई मेरो चाहिँ अलरेडी डाउनलोड छ, अपडेट गर्नुपर्ने रहेछ। अपडेट गरिहालौँ न। तपाईँकोमा डाउनलोड छैन भने डाउनलोड गर्नु होला। च्याट जिपिटीलाई ओपन गर्नु, खोल्नु होइन। सुरुमा यस्तो देखाउँछ, अनि कन्टिन्यू टु गुगल भनेर त्यसमा थिच्नु। थिचिसकेपछि तपाईँको जिमेल आइडी हुन्छ नि, जिमेल आइडीबाट कुनै जिमेल आइडीबाट लगइन गर्नु होला। त्यसै गरी मैले पनि एउटा जिमेल आइडीबाट लगइन गरेँ। लगइन गरिसकेपछि चाहिँ तपाईँलाई यस्तो देखाउँछ, लोडिङ आइरहेको छ होइन, अलिक नेट स्लो होला मेरो। यस्तो देखाउँछ। अनि यसमा चाहिँ फोटो भन्नेको अप्सन हुन्छ। फोटो भन्ने अप्सनमा चाहिँ अहिले हामीले बनाएको एडिट गरेको फोटोलाई चाहिँ यहाँ राख्ने, एड गर्ने। अनि कस्तो खालको भिडियो बनाउने भनेर तल लेख्ने, आस्क एनिथिङ भनेर लेखेको छ नि, हो त्यसमा गएर लेख्ने हो। यो फोटोमा आधारित होइन, यो फोटोमा आधारित गुगल भ्यू 3 को लागि, गुगल भ्यू 3 फ्लोको लागि भिडियो प्रम्प्ट बनाउनु पर्यो। को लागि प्रम्प्ट बनाऊ, कस्तो कस्तो चाहियो यहाँ लेख्ने। आफैले डिटेलमा कस्तो खाले बनाउने आफैले डिटेलमा लेख्नुपर्छ। नेपाली भाषामा लेख्दा नि हुन्छ, हाम्रो इङ्ग्लिसमा लेख्दा नि हुन्छ, हिन्दीमा लेख्दा नि, जुन भाषामा लेख्दा नि यसले च्याट जिपिटीले बनाइदिन्छ। प्रम्प्ट बनाऊ, पुरा धुवाँले बनेको, मान्छेले केटीलाई रोज दिँदै गरेको। रोज दिँदै गरेको। अब यसले प्रम्प्ट बनाएर दिन्छ होइन, हाम्रो फोटोको प्रम्प्ट यसले बनाएर दिन्छ। भोइस लाइनहरू पनि दिएको हुन्छ, तिनीहरू नहाल्दा नै हुन्छ, भोइस लाइन रिमुभ गर्दा नै हुन्छ हामीले होइन। भोइस लाइन रिमुभ गरेर फेरि बनाउँछ, भोइस लाइन रिमुभ गर भनेर फेरि दिएको थियो, भोइस लाइन रिमुभ गरेर दिएछ। अनि यसले चाहिँ सिलेक्ट गर्ने हो कहाँदेखि, यहाँ ए लेखेदेखि है, ए लेखेकोदेखि चाहिँ सिलेक्ट गर्ने। तपाईँले यिनीहरूले चाहिँ सिलेक्ट गर्ने। सिलेक्ट गरेपछि अनि गुगल अथवा क्रोम ब्राउजरमा जाने। क्रोम ब्राउजरमा गएर गुगल फ्लो भनेर सर्च गर्नु होला। यसमा चाहिँ 5 वटा अथवा 10 वटा भिडियो चाहिँ फ्रीमा बनाउन मिल्छ, नत्र अरू यसमा पनि प्रो भर्जन लिनुपर्छ, हामीलाई पैसा लाग्छ। फ्लो भन्नेमा जानु होला सबभन्दा पहिला चाहिँ। यसमा आएपछि यसमा क्लिक गरेर फ्लोमा जानु होला। यस्तो देखाउँछ। यस्तो देखाएपछि यसमा चाहिँ लगइन चाहिँ गर्नुपर्छ जिमेलबाट, आफ्नो जिमेल एकाउन्टबाट। जस्तै मैले पनि एउटा जिमेल आइडीबाट लिएर यसलाई लगइन गर्छु। अनि लगइन गरिसकेपछि चाहिँ यसरी देखाउँछ। जसरी मैले गरेछ त्यस्तै गरेर तपाईँहरूले पनि त्यस्तै गर्नु होला। अनि त्यसपछि न्यू प्रोजेक्ट देखाउँछ। यहाँ न्यू प्रोजेक्टमा थिचेपछि चाहिँ फाइनली हामी यो पेजमा आउँछ। अनि यसमा चाहिँ हामीले भिडियो प्रम्प्ट हालेर भिडियो बनाउन मिल्छ। यसमा चाहिँ टेक्स्ट टु भिडियो होइन, यसमा चाहिँ फ्रेम टु भिडियो गर्नु, किनभने हामीले फोटोमा बनाउने हो। टेक्स्ट टु भिडियोमा चाहिँ त्यो टेक्स्टले मात्रै बनाउने। यसमा चाहिँ हामी अघिको फोटो फेरि यसमा अपलोड गर्नेछौँ। अलिकति फोटोको साइज मिलेन रहेछ, हामी आधा मात्रै कट गर्छौँ जति हुन्छ होइन अहिले बनाउनको लागि। नत्र यिनीहरू पनि हेरेर मिलाउनुपर्छ, टाइम लाग्छ भिडियो बनाउनलाई। एउटा भिडियो बनाउनलाई यति टाइम लाग्छ भने तपाईँहरूले हेर्नु सबैको बनाएर दिन सक्दैन।
त्यसैले भिडियो चाहिँ तपाईँहरूले हेरेर आफैले बनाउनु होला। यो भिडियो बनाउन सजिलो त सजिलै छ, बुझ्यो भने राम्रोसँग स्किप नगरिकन बिस्तारै हेरेर बनाउनु होला भिडियो चाहिँ। फोटो अपलोड भइसकेको छ हाम्रो। अब चाहिँ अघिको प्रमलाई चाहिँ हामी कपी गरेर ल्याउने हो। अघि यसलाई चाहिँ कपी गर्ने, यो प्रमलाई चाहिँ कपी गरेर यसमा पेस्ट गरिदिने हो। अनि यो एरो चिन्ह छ त्यसमा क्लिक गरेपछि हाम्रो भिडियो बन्न सुरु हुन्छ। भिडियो बनिरहेको छ हाम्रो। यो अलिकति टाइम लाग्छ भिडियो बनाउनलाई, हेर्दै गर्नु होला। सिम्पल तरिका छ। कसरी अपलोड गरिन्छ भने यो स्टेटसहरू पनि कसरी गर्छन् म त्यो पनि देखाइदिन्छु। एउटा भिडियो अपलोड गरेको म भिडियो बनाएर राखेको छु, त्यो पनि म तपाईँहरूलाई देखाइदिन्छु। फाइनली हाम्रो भिडियो बनिसकेको छ। अब कस्तो बन्यो भन्ने कुरा चाहिँ थाहा भएन, हेरौँ। हाम्रो भिडियो बनिसकेको छ, हेर्नु है। त्यही फोटोमा हाम्रो भिडियो बनिसकेको छ। यसलाई हामी डाउनलोड गर्छौँ। ओरिजिनल साइज भनेर भनेको हुन्छ नि, हो त्यसमा डाउनलोड गर्नुपर्छ। भिडियो डाउनलोड गर्न चाहिँ हाम्रो भिडियो डाउनलोड हुन्छ। यो चाहिँ कसरी अपलोड गर्ने भन्नाले यो स्टेटसहरू होइन कसरी हाल्ने भन्नेको हो। यो चाहिँ टेक्स्टहरू कसरी एड गर्ने भनेर यसमा एड गर्ने तरिका पनि देखाइदिइरहेको छु, सजिलो होस् तपाईँलाई। मैले सुरुदेखि लास्टसम्म तपाईँहरूको लागि होइन भिडियो बनाएको छु। एउटा लाइनहरू कसरी हाल्ने भनेर यसमा हेर्नु होला, हेरेर साथ दिनु होला। राम्रो लागेमा हजुरहरूले फलो पनि गरिराख्नु होला। नबुझे फेरि भिडियो एकचोटि फेरि दोहोऱ्याएर हेर्नु होला, अथवा बिस्तारै बिस्तारै हेरेर स्टेप बाई स्टेप हेरेर तपाईँहरूले भिडियोलाई बनाउन सक्नुहुन्छ। यो भनेको एआई भिडियो हो। एआई भिडियो कसरी बनाइन्छ भनेर हामी 2-3वटा एपहरूको मैले नाम पनि दिएछु, सबै युज गर्न सक्नुहुन्छ। यसमा चाहिँ टेक्स्टको लाइनहरू कस्तो कस्तो के गर्ने होइन, टेक्स्टहरू चल्छ यताउता होइन, सबै भिजुअलहरू बन्छ टेक्स्टको। अनि कस्तो कलरमा राख्ने, तपाईँले कस्तो स्टाइलमा राख्ने, धेरै अप्सनहरू छ, तपाईँले हेर्नु होला। अनि यिनीहरू चाहिँ हाल्दाखेरि चाहिँ अगाडि पछाडि सबै उ गरेर ठ्याक्कै हुने गरी गर्नु होला। भिडियो हेर्दै गर्नु अनि बनाउँदै गर्नु, बिस्तारै बिस्तारै सबै बन्नेछ तपाईँको। अझै पनि केही बुझेन भने मलाई कमेन्ट गर्नु होला। धन्यवाद भिडियो हेरेर साथ दिनुभएकोमा। आशा छ हजुरको भिडियो पनि बन्नेछ।